विश्वास लिएको छु। आज यो हाम्रो चाहिँ कर्णाली प्रदेशको तदर्थ समिति सुर्खेत ले आयोजना गरेको यो हाम्रो कार्य समिति विस्तार संवाददाता भेटघाट कार्यक्रमका अध्यक्ष मञ्चमा आसीन अतिथिज्यूहरू, हाम्रा संघीय सांसद माननीय पूर्ण प्रसाद लिम्बू, हाम्रो राधिका रन्तोलज्यू लगायत हाम्रो प्रदेश जिल्लाका नेतृत्व तथा प्रतिनिधि उपस्थित सम्पूर्ण मैले मान्नुपर्ने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, संवाददाताजीहरू, पत्रकार सुरक्षाकर्मी सबैजनालाई मेरो सेवाको जय माथो जय देश नमस्कार गर्दछु। सबैभन्दा पहिला चाहिँ मलाई हाम्रो नानीहरूलाई धन्यवाद दिन मन लागेको छ। हाम्रो हुड्की नाच्न त मजाले नाच्नु है, मलाई पनि नसक्नुको है, कस्तो रमाइलो लाग्यो। फरक खालको पोसाक है, मौलिक पोसाक, त्यसको ऐतिहासिकता अत्यन्तै होइन प्राचीन होला सायद। त्यो नाच कहिलेदेखि कसरी किन सुरु भयो भन्ने कुरा यस्तो खालकै फेरि होला इतिहास। अत्यन्तै राम्रो नृत्य प्रस्तुत गर्नुभयो र त्यो नृत्यलाई कोरियोग्राफ गर्नु नै यहाँसम्म लिएर प्रस्तुत गर्नु नै जस्तो आइडिया हो। सबैजनालाई म धन्यवाद दिन चाहन्छु। म चाहिँ मान्छेलाई हाँस्न सिकाउँछु, काम गर्न सिकाउँछु अनि नाच्न सिकाउँछु। सन्तान अभियानमा हामी नाच्छौँ पनि। त्यो हुर्के भनेर भन्दो रहेछ, म युट्युबमा सर्च गर्छु, त्यो हुर्के गीत बजाएर हामी उता सन्तान गर्दा पनि हामी नाच्छौँ। नाच्नु मिल्ने खालको रहेछ गीत है, त्यो पनि मैले यहाँ राख्न चाहेँ। अर्को यहाँ थुप्रै मान्छेहरू भन्दै हुन्थ्यो गाली मात्रै खाइन्छ, गाली मात्रै खाइन्छ भन्दै हुन्थ्यो है। यो कलियुग हो। म त्यो धर्मग्रन्थहरूको बारेमा पनि यसो चाहिँ कहिले काहीँ सुन्छु, पढ्छु। कलियुगमा राम्रो काम गर्ने मान्छेलाई गाली गरिन्छ भनेर धर्मशास्त्रमा लेखिएको छ। त्यो हजारौँ वर्ष पहिला भनिएको होइन, दिव्यवाणीहरू झुटो हुँदैन। यो कलियुग हो। त्यसले गर्दाखेरि तपाईँले राम्रो कुरा भन्नुभयो भने नराम्रो लागिहाल्छ। यो कलियुगमा झुटो कुरा सुन्न मन परेको हुँदो रहेछ मान्छेलाई। अनि झुटो कुरा गरिदियो भने चाहिँ एकछिनको लागि फुरुङ्ग हुन्छ। साँचो कुरा सही कुरा गर्नु हो भने गाली गर्छ। काम त गर्नै हुँदैन भन्छ अब। फुल रोप्दासम्म पनि गाली खाने, मुद्दा खेल्ने मान्छेहरूमा फुल रोप्दा किन रोपेको फुल गर्ने, बिरुवा रोप्दा गाली खाने, पानी ल्याउँदा गाली खाने, मुद्दा खेप्ने, विभिन्न खालका बाधा विरोध आउने। अहिले दार्चुलामा पुल थाप्न जाँदाखेरि कत्रो विरोध छ होइन। त्यसले गर्दाखेरि म सबै श्रमदाताहरूलाई भन्न चाहन्छु, यो कलियुग हो। तपाईँले सत्कर्म गर्नुभयो भने तपाईँको बाटो छेक्ने यी धेरै मान्छे, धेरै टाढो जानु पर्दैन, तपाईँको छिमेकमै हुन्छ, साथी सङ्गतमै हुन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले गाली गर्छन् मान्छेले भन्दैमा हरेस नखानु, युगै त्यस्तो छ। तर सत्कर्म गर्नु छोड्दैनौँ हामी, सत्कर्म गर्नु छोड्नु हुँदैन होइन। सत्य वचन बोल्न छोड्नु हुँदैन, साँचो कुरा बोल्नुपर्छ होइन र। यो हामी सुर्खेतमा छौँ नि अहिले है, सुर्खेतमा छ होइन, सुर्खेतमा होइन, हामी विराटनगरमा छौँ। मैले भने कति मान्छेलाई विराटनगरमा छौँ भन्दा खुसी लाग्छ होला, तर साँचो कुरा त्यो होइन। साँचो कुरा चाहिँ हामी सुर्खेतमा छौँ है। यो सत्य कुरा बोल्ने संस्कृति पनि हो श्रम संस्कृति। श्रम संस्कृति भनेको ढुङ्गा बोक्ने रहेछ, माटो खेलाउने रहेछ, उत्पादन निर्माण यस्तैमा कति नबगाउने अभियान मात्रै रहेछ भन्ने कुरा होइन। श्रम संस्कृति भनेको चाहिँ साँचो कुरा बोल्ने र यो झुटो युगमा झुटो समाज जुन बनेको छ होइन, ठगहरूको समाज, अपराधीहरूको समाज, भ्रष्टाचारीहरूको समाज होइन, घुसखोरहरूको समाज जुन बनेको छ, तस्करहरूको समाज, यसमा चाहिँ सज्जन मान्छेहरूको समाज बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ। म यहाँ सबैजनालाई यो निवेदन गर्न चाहन्छु। त्यसले गर्दा
यो सभा हलमा उपस्थित हुनुभएका सम्पूर्ण श्रमदाताजीहरूलाई मेरो अनुरोध छ, हरेस नखानुहोस्। यो नेपालमा सबभन्दा धेरै गाली खाने मान्छे म हो, तर म सबैभन्दा धेरै खुसी हुने मान्छे म हो है। गाली आइरहेको छ, थुप्रै गाली आउँछ, तर आफ्नो काम छोड्नु पर्यो। यो देशका लागि काम गर्छौँ हामी, देशका लागि होइन हामी अभियान चलाउँछौँ। त्यो देश हामी सबैको हो, त्यसले गर्दा त्यो देश नभने हामी सबै बन्न सक्दैन है। व्यक्ति मात्रै बनेर हुँदैन, व्यक्ति बनेर व्यक्तिगत रूपमा उसले धन आर्जन गर्न सक्छ, तर राम्रो गाडी किनेर के गर्नु, बाटो चाहिँ खाल्दै खाल्दा नै हिँड्नुपर्छ। हिँडेको बाटो हिँड्नुपर्छ, दुर्घटना परेर है अङ्गभङ्ग अथवा अकालमा मृत्युवरण गर्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि देश बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो। व्यक्ति पनि बन्ने, देश पनि बन्ने, देश पनि बन्ने, व्यक्ति पनि बन्ने, सँगसँगै बन्दै जानु, व्यक्ति मात्रै बन्दै हुँदैन भन्ने हाम्रो तपाईँको के मान्यता रहेको छ र त्यही अनुसार हामीले काम गरिरहेको कुरा यहाँहरू सबैलाई अवगत छँदैछ। साह्रै खुसी लागेको छ। म पहिला एकचोटि चुनाव पाखा आएको थिएँ, यहाँ घन्टाघर हाम्रो चाहिँ कार्यक्रम भएको थियो, आज यहाँ भएको छ। तपाईँहरू सबैजनालाई श्रम संस्कृतिमा जोडेर होइन यो देश बनाउने अभियानमा है मौरी सोसरा हामी जुट्नुपर्छ भन्ने आह्वान गर्न चाहन्छु, हार्दिक अनुरोध गर्न चाहन्छु। हामी विभिन्न तहमा छौँ होइन है, कोही प्रदेशमा छौँ, कोही जिल्लामा छौँ, कोही नगरमा छौँ। हामी जुनै तहको समितिमा भए पनि आबद्ध भएर हामीले काम गर्ने हो, यो देशका लागि काम गर्ने। म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। अब खेतीपातीको समयमा हाम्रो उपस्थिति नभएको भन्ने अघि भर्खर भन्दै हुनुहुन्थ्यो, तर यति धेरै हामी उपस्थित भएका छौँ। हामी किसान हौँ है, हामी किसान हौँ। किसान हुनुमा हामीले गर्व गर्नुपर्छ। हामी पसिना बनाउँछौँ, मेरो छेउमा आउनुभयो भने म पसिना बनाउँछु। पसिनाको बासना है मा हामी रमाउन सक्नुपर्छ। विदेशबाट ल्याएको 1 लाख रुपियाँको पर्फ्युम लगाएर धर्ना गरेर हिँडेर यो देश बन्दैन। खेतबारीमा हामीले हलो कोदालो कुटो होइन गैँती झम्पल गरेर पसिना बगाउनुपर्छ, अनि मात्रै यो देशमा समृद्धि आउँछ भन्ने हाम्रो बुझाइ छ। र त्यो बुझाइ नै सत्य बुझाइ, दायाँ बायाँ अरू केही छ। त्यसले गर्दाखेरि गफ गरेर देश बन्छ होइन, एआईमा देश बनाउँछु, मोबाइलमा देश बनाउँछु, म त कम्प्युटरमा घर बनाउँछु, बाटो बनाउँछु, अन्न फलाउँछु र भात खान्छु भन्ने त्यो दिवा सपना हामीले हेर्नु हुँदैन। म तपाईँहरूलाई त्यो निवेदन गर्न चाहन्छु र हाम्रा युवा पुस्तालाई पनि त्यस्तै बनाउनुपर्छ, यथार्थमा जिउनुपर्छ है। रियालिटी यथार्थ वास्तविकतामा हामी बाँच्नुपर्छ, कल्पनामा होइन। त्यसले गर्दाखेरि त्यो एआई भनेको, ल्यापटप भनेको, मोबाइल भनेको यिनीहरू सबै कल्पना हुन्, तर वास्तविकता भनेको माटोमा छ, वास्तविकता भनेको हाम्रो भूगोलमा छ। त्यो वास्तविक जीवन हामीले नजिकन हामी वास्तविक रूपमा समृद्ध बन्न सक्दैन भन्ने हाम्रो बुझाइ छ। म यहाँहरू सबैजनालाई कर्मशील बन्नुपर्छ र अरूलाई पनि कर्मशील बनाउनुपर्छ। हामी पेटको लागि मात्रै होइन, देशको लागि पनि श्रम गर्छौँ। देशको लागि गर्ने श्रमलाई चाहिँ श्रमदान भन्छौँ, किनभने यो देश पनि हाम्रो जिम्मेवारी हो भन्ने तपाईँको चाहिँ आह्वान सबैलाई सबैतिर पुर्याइदिनको लागि पनि म हृदयदेखि अनुरोध गर्न चाहन्छु। यहाँ तपाईँ विभिन्न ठाउँबाट आउनुभएको छ प्रतिनिधिमूलक है, प्रतिनिधिमूलक विभिन्न ठाउँबाट विभिन्न जिल्लाबाट आउनुभएको छ भन्ने मलाई अघि जानकारी भइसकेको छ। ती जिल्लाहरूमा म ससरी आउन भ्याउला नभ्याउला कुनै दिन आउने कोसिस त मेरो भरभरपूर छ, तर अब देशभर घुम्नुपर्ने बाध्यता भएको कारणले तपाईँको जिल्लामा म तपाईँको चाहिँ पाइलट टेक्न नभ्याए पनि होइन, तपाईँ र म एउटै हो, म र तपाईँ एउटै हो है। हामी त्यो विचारबाट हामी उठेर हामीले अभियान अगाडि बढाउनुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु। खेतबारी बाँझो राखेर आकाशतिर हेर्नु हुँदैन है, आकाशमा बादल हुन्छ, त्योभन्दा माथि हेर्दा तपाईँको जुन तारा हुन्छ। तर हाम्रो खेतबारी बाँझो रह्यो भने तपाईँ हाम्रो पेट खाली रहन्छ, हाम्रो नानीहरूको पेट खाली रहन्छ, हाम्रो भोकले मर्नेछ। त्यसो भएको कारणले गर्दाखेरि मैले सामाजिक सञ्जालमा मात्रै नभएर यस्ता कार्यक्रम अन्तर्वार्तामा मात्रै नभएर सदनको रोस्टरमा उभिएर पनि भन्ने गरेको छु र गम्भीर भएर हाम्रा चाहिँ अहिलेका सरकारका मन्त्रीहरूले पनि सुन्ने गर्नुहुन्छ, केही बुझे जस्तो पनि गर्नुहुन्छ। फेरि बुझे जस्तो गरेर गर्नु भन्यो भने फेरि घरको सम्पर्क विचार कथा गर्नु भन्ने फेरि रेगुलर गर्न पनि होला है। जसले बनाए पनि बन्नु पर्यो देश, घरको सम्पर्कले बनाए पनि बन्नु पर्यो देश, तपाईँले बनाए पनि बन्नु पर्यो देश। देश बनाउने कुरा हो, यहाँ सबैजनालाई त्यसरी बुझ्नको लागि गर्न चाहन्छु।
आउने बित्तिकै मैले देउती बजाई मन्दिर दर्शन गर्ने सौभाग्य पाएँ। धेरै मान्छेले मलाई पास्टर होइन के थुप्रै भनेर अपमान गर्नुहुन्छ। मैले अघि भने युग कुन हो? कलियुग। यहाँ राम्रो काम गर्ने बित्तिकै तपाईँको घरभित्रकै मान्छेले मन पराउँदैन है। आफ्नै आफन्त इष्टमित्र आफ्नै नजिकको साथीले मन पराउँदैन, अरूले त मन पराउने कुरै भयो। त्यसले गर्दाखेरि अब देश बनाउँछु भनेर कुदिन्छु, राम्रो कुरा गरौँ भनेर कुदिन्छु होइन। देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि मर्न सकौँ भन्ने टी सर्ट लगाएर हिँड्छु है। जहिले म एक टी सर्टमा हुन्छु सदनमा गए बापत कुनै दिन सदनमा पनि गएर सभामुखीलाई एक किसिम जस्तो लागिरहेको छ। अब यसो भनेर हिँड्ने मान्छेलाई होइन गाली थुप्रै गर्छन्, आरोप अनावश्यक आरोपहरू थुप्रै लगाउँछन् होइन। म सबै धर्मलाई रेस्पेक्ट गर्छु, सबै धर्मलाई म उतिकै मान्दछु है। सबैको आस्था, सबैको भगवान, सबैको ईश्वर, सबैको अल्लाह, सबैको मान, सबैको प्रभु होइन लाई मैले सम्मान गर्नुपर्छ। सबैलाई म चाहिँ सम्मान गर्ने मान्छु। तर मलाई अब भनौँ न अब कसरी यसको खुट्टा तान्ने त होइन। दिन प्रतिदिन एउटा नाति माइक बोकेर कुदिन्थ्यो होइन। त्यत्रो ठुलो उपमहानगरपालिकाको मेयर जित्यो अनि मेयर जितेर 3 महिना मैले भाग्छ यो काम गर्नु सक्दैन, मलाई कति अप्ठ्यारो बनाउँथ्यो र पनि तपाईँले यति धेरै काम गरियो कि होइन। अहिले राष्ट्रव्यापी रूपमा सायद घरको सामान्य नचिन्ने मान्छे छैन पनि होला होइन। अनि त्यो खालको मान्छेलाई चाहिँ कस्तो भन्दाखेरि अब विरोध गर्ने मान्छे थुप्रो हुँदो रहेछ। राजनीतिमा चाहिँ के रहेछ भने खेल जस्तो रहेछ क्या। अहिले बाहिर गए हाम्रो अहिले वर्ल्ड कप भइरहेछ है। ब्राजिल र अर्जेन्टिना खेलेको होला होइन, म त हेरेको छु, ध्याउँदिनँ पनि त्यति। ब्राजिलले अर्जेन्टिनालाई हराउनै खोज्छ, अर्जेन्टिनाले पनि ब्राजिललाई हराउनै खोज्छ भने जस्तो अरू पार्टीले पनि श्रम संस्कृतिलाई चाहिँ हराउनै खोज्छ क्या। कसरी हराउँ त? विभिन्न अफवाह फैलाएर घरि पास्टर भन्दै आछ, घरि हौलदार भन्दै आछ। न म हौलदार हो न पास्टर हो है। छक्क पर्छु कि म त श्रमदाता पो त होइन र। त्यसले गर्दाखेरि ती अफवाहहरूको पछाडि हामी लाग्नु हुँदैन। मैले यहाँलाई त्यो पनि निवेदन गर्न चाहन्छु। र त्यस पछाडि हामी बुलबुले ताल पनि हेर्ने मौका मैले पाएँ। साथीभाइहरूलाई धन्यवाद दिन चाहन्छु। आज हाम्रा आज प्रमुख मान्छेहरू जति पनि हुनुहुन्छ हाम्रो श्रमदाता दाजुभाइ दिदीबहिनीहरू गीत सुन्दै हुर्केको सानोमा होइन। सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो साल। सुर्खेतमा बुलबुले ताल लागेको माया यो सिन्दुरमा भन्ने गीतहरू होइन। तपाईँको चाहिँ के अरे रेडियोतिर पनि आउँथ्यो। कस्तो चाहिँ रहेछ त सुर्खेतको त्यो बुलबुले ताल। अस्ति त अब भ्याइएन हतार हतारको अनि आज गएको राम्रो लाग्यो है। ठुलो एरिया रहेछ। मिडिया मार्फत भन्न चाहन्छु बुलबुले ताल घुम्न आउनुहोस्, रमाइलो रहेछ है। मैले चाहिँ इन्जोय गरेँ। ठुलो एरिया रहेछ, त्यहाँ अझै थुप्रै संरचनाहरू निर्माण हुँदै रहेछ। त्यसतर्फ नेपाल सरकारले पनि ध्यान दिनुपर्छ है। किनभने अब गीतै त्यति पुरानो त्यो मेरो बाउको पालाको गीत होला सायद, बाजे त भन्दिनँ, बाउको पालाको गीत मात्रै सानो थियो है। त्यतिखेरदेखि नाम चलेको ताल कस्तो चाहिँ होला त त्यो ताल, त्यो पनि हेर्नको लागि सुर्खेत आउनु होला म त्यो भन्न चाहन्छु। र आन्तरिक पर्यटनको लागि चाहिँ नै हामीले सोच्नुपर्छ। सदनमा हाम्रो राधिकाजी हामी छ, त्यहाँ यहीँकै सम्बन्धित सांसद पनि हुनुहुन्छ पक्कै पनि, मलाई जहाँसम्म लाग्छ। र उहाँ हामी सबै मिलेर होइन, सुर्खेत भनेको पनि नेपालै हो होइन। त्यो नेपालको हित चाहने मान्छे, त्यो नेपालको जित चाहने मान्छे हामी सबै भएको कारणले गर्दाखेरि धरान सुर्खेत सबैतिर हुम्ला जुम्ला कर्णाली उन्डीवन दार्चुलासम्म पनि हामी खासमा त्यता जाँदै गएको पनि हो है। विकास हुनुपर्छ भन्ने हामी मान्यता राख्छौँ र कुरा नउठाउने भन्ने हुँदैन। यहाँ सबैजनालाई ध्यानाकर्षणको लागि हार्दिक धन्यवाद पनि दिन चाहन्छु। अर्को कुरा यो बाँदर नियन्त्रण गर्नुपर्छ भन्ने कुरा देशव्यापी उठेको छ। यहाँ पनि हामी किसानहरू छौँ है। यो नियन्त्रण गर्नुपर्छ। सरकारले ठोस नीति ल्याउन सकेको छैन है। अब हाम्रो एकजना सांसदज्यूले बाँदरलाई यस्तो गर्नुपर्छ भनेर भन्नुभएको। उता माइती घरमा फेरि आन्दोलन गर्ने टिम पनि छ। सबैको कुरा सुन्नै पर्यो है। र कुरा चाहिँ तर सबैको सुन्ने होइन, बिचबाट चाहिँ निकाल्नुपर्छ मार्ग चाहिँ
एकताबाट पनि होइन, एकताबाट पनि होइन, माथिबाट तलबाट बिचबाट निकाल्नुपर्छ। त्यसले गर्दाखेरि बाँदरलाई नियन्त्रण कसरी गर्ने भन्ने बारेमा त्यो खालको मध्यमार्गी योजना, नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्छ भन्ने कुरामा हामी ध्यान आकर्षण गराउने नै छ। अर्को काक्रे बिहार भन्ने ठाउँमा पनि म पुग्ने मौका पाएँ मैले। त्यो देख्दा मलाई कस्तो लाग्यो है, कति पुरानो होइन। त्यो बनाउने मान्छेहरू जन्मेर बित्नु भएको हुन्छ, हामीले सबैजना बित्ने नै हो, बितेरै जाने हो। कति भयो होला त्यो हेर्दा अत्यन्तै प्राचीनतम देखिन्छ क्या त्यो संरचना है, एकदम पुरानो। त्यति प्राचीन संरचना मैले अब हुन त त्योभन्दा पुरानो चाहिँ स्वयम्भू भनेर अघि भर्खर मलाई जानकारी दिँदै हुनुहुन्थ्यो। तर यो चाहिँ मैले हेर्दाखेरि त्यति धेरै प्राचीन देखेँ क्या। त्यसको तपाईँको चाहिँ सम्पदा पनि रहेछ सुर्खेतमा। मैले मिडिया मार्फत भन्न चाहेँ है, त्यो फोटो पनि म भरे पोस्ट गर्छु। त्योहरू हेर्न मन लाग्छ भने आउनुहोस् सुर्खेत। इट्स अ ब्युटिफुल प्लेस है, फुल अफ ब्युटिफुल पिपल। यस्तो राम्रो लाग्यो मलाई साँच्चै, कस्तो कता लिएको है। म पनि केही कुरा बनाउन खोजिरहेको छु धरानमा, सुम्निमा पार्वनको प्रतिमा सहितको सांस्कृतिक सम्पदा निर्माण गर्न खोजिरहेको छु। म त मरेर जान्छु, हामी कुनै त्यो अमर छौँ है। अनि आजभन्दा 500 वर्ष पछाडि 600 वर्ष पछाडि त्योहरूलाई हेरेर पनि हर्क साम्पाङ भन्ने मान्छे थियो अरे भनेर भन्छ होला। हुन त अब यो युट्युबहरू के हुन्छ है, यो पनि क्रास भएर बित्न सक्छ। तर त्यहाँ यसो खोज्दाखेरि आउँछ होला, अनुहारमा परेको रहेछ हर्क साम्पाङ भन्ने, कति हेर्छन् होला। हामी सबै क्षणिक समयको लागि आएको छौँ, बाँचुन्जेल राम्रो कुरा सोचौँ। म सबैजनालाई यही भन्न चाहन्छु, सोच्दा राम्रो सोच्ने, बोल्दा राम्रो बोल्ने, गर्दा राम्रो काम गर्ने, सके राम्रो काम गर्ने, नसके अर्कोको भलो नसिकाउने है। यति हामीले गरौँ है। तर अरूले गर्दै गरेको कामको खुट्टा तान्ने काम चाहिँ हामीले नगरौँ, म त्यो भन्न चाहन्छु। र त्यसरी नै हामीले चाहिँ गर्ने कामहरू एउटा इतिहास बनेर बसोस्। जसरी चाहिँ त्यो काक्रे बिहार भन्ने ठाउँको त्यो एउटा होइन संरचना छ, त्यो होइन जसरी अमर बसेको छ, त्यसरी नै हाम्रा कृतिहरू पनि अमर रहन् भन्ने म चाहिँ के चाहन्छु, कामना गर्छु। अब के छ हुनु त नियतिमा है। यहाँ बाटाघाटाको कुराहरू पनि थुप्रै गर्नुभयो यहाँले है। बाटाघाटा यता कर्णालीमा नभएको भन्ने कुराहरू थुप्रै छ। पूर्वमा पनि समस्या त समस्यै छ, तर त्यो पूर्वभन्दा अझै धेरै पश्चिममा छ कि भन्ने जस्तो मलाई महसुस भइरहेको छ यहाँको कुरा सुन्दा। सबैसँग पुगेको छैन। पानीको समस्या भन्ने छ, धरानमा पनि पानीको समस्या छ है। त्यो पानीको समस्या समाधान गर्नका लागि अनेक परिको काम गरियो है। म यहाँलाई पनि तपाईँको इन्करेज गर्न चाहन्छु। र यसपालि तपाईँको चाहिँ अब स्थानीय चुनाव पनि आउँदैछ, एकछिनमा त्यो पोइन्टमा पनि आउँछु। त्यसमा पनि तपाईँले ध्यान दिनुपर्छ। स्वास्थ्य र रोजगारीको कुराहरू पनि यहाँले गर्नुभएको छ। स्वास्थ्य स्थिति होइन, अब त्यही हो, प्राइभेटमा पैसै मात्रै हेरेर पनि यस्तो भएको छ क्या होइन। सरकारी अस्पतालमा जागिर खान्छ, डक्टरले क्लिनिक उता खोलिरहेको हुन्छ। सरकारी स्कुलमा पढाइरहेको हुन्छ शिक्षकले, उता प्राइभेट स्कुलमा लगानी गरिरहन्छ घुमाउनुको तरिकाले होइन। अनि धेरै चाहिँ पैसै मात्रै कमाउने भएको कारणले गर्दाखेरि हाम्रो देशमा चाहिँ उन्नति प्रगति भएन, भ्रष्टाचार भयो भन्ने मेरो चाहिँ बुझाइ छ। यसलाई पनि हामीले सुधार्नुपर्छ। त्यो अभियान जुन अभियान चेतनाको अभियान हो, त्यो अभियानले मात्रै त्यसलाई सुधार गर्न सक्छ। त्यो चेतनाको अभियान जुन श्रम संस्कृति रहेको कुरा म यहाँ सबैजना जानकारी गराउन चाहन्छु र त्यसमा जोडिनुपर्छ। श्रम संस्कृतिलाई यहाँले माया गर्नुभयो, सबैजनालाई धन्यवाद दिन चाहन्छु। मिडिया मार्फत पनि सबैजनालाई म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले हामीलाई 7वटा सांसद, तर त्यस्तो होइन। छातीमा हात राखेर भन्छु, राधिका रन्देलजीलाई मैले चिनेको थिएँ पहिला है। रुबी कुमारी जो हुनुहुन्छ अहिले उपसभामा, उहाँलाई पनि मैले चिनेको थिइनँ है, भेटेको पनि थिएँ। राधिका दिदीसँग चाहिँ एकचोटि म यता आउँदा अक्कल भेट भएको थियो, तर उहाँको नाम मलाई थाहा थिएन है। 4वटा मात्रै समानुपातिक सिट हामीले पाउँदाखेरि पनि हामीले सबैतिर होइन समानुपातिक वितरण गऱ्यौँ, क्षेत्रगत हिसाबले होइन। तपाईँको चाहिँ विभिन्न सांस्कृतिक क्लस्टरको हिसाबले हामीले चाहिँ
वितरण गर्यो भन्ने मलाई लाग्छ। त्यो हिसाबबाट तपाईँले अब हामीलाई हेर्दाखेरि के देख्नुपर्छ भन्दाखेरि श्रम संस्कृति पार्टी राईको पार्टी मात्रै चाहिँ होइन। म राईको कोखमा जन्मेँ होइन, तपाईँ चौधरी हो भने हल्का साम्बाङ चौधरी हो भनिदिनु, म चौधरी हुन तयार छु होइन। तपाईँ छेत्री हो भने हल्का साम्बाङ छेत्री भनिदिनु, म छेत्री नै हुन्छु त, ठिक छ छेत्री भनिदिनु। बाहुन हुन्छ बाहुन भनिदिनु, मधेसी भने मधेसी भनिदिनु, शिल्पी हो भने शिल्पी भनिदिनु होइन। तर म यो शरीरमा जन्मेँ, मेरो गल्ती छ र छैन नि है। जन्म मान्छेले रोज्न पाउँछ, कसको कोखमा को जन्मिने भन्ने रोज्न पाउँछ भनेको, नत्र त गरिबको कोखमा कोही पनि जन्मिँदैन थियो होला होइन। सबै राजा महाराजा गरी खाने उद्योगपतिको कोखमा जन्मिने ठिकै फर्म लगाएर बस्थ्यो होला होइन। मान्छेले जन्म चुज गर्न पाउँदैन है। लगन पनि चुज गर्छु भन्छ तर त्यो पनि हुँदैन अरे भन्छ होइन। केटाले केटी त हेर्छ, केटीले केटा त हेर्छ, त्यो पनि हुँदैन अरे है। अनि मृत्यु पनि चुज गर्न सक्दैन मान्छे। कसरी मरिन्छ त हामी थाहा छ तपाईँलाई है। बिपीले मर्नुहुन्छ कि सुगर लागेर मर्नुहुन्छ कि होइन, दुर्घटनामा परेर मर्छौँ कि हामी लडाइँमा पो मर्नुपर्छ कि होइन, 70 वर्षको उमेरमा पो मरिन्छ कि 80मा पो मरिन्छ कि वा तपाईँको चाहिँ सानै उमेरमा पो उल्टिनुपर्छ कि। त्यसले गर्दाखेरि जन्म र मृत्यु मान्छेले चुज गर्न पाउँदैन। त्यसले गर्दाखेरि ती मान्छेहरू जसले चाहिँ तपाईँको जातिवादी भनेर हल्का साम्बाङलाई भन्छ नि, त्यो मान्छे आफै जातिवादी हो। मेरो विचारहरूलाई सुन्नु त, मैले लेखेका गीतहरूलाई सुन्नु। त्यो हाम्रो धरती हाम्रो आकाश त्यो मेरो गीत हो। श्रमदाता हो तिमी नै हो, यो त्यसमा त्यो मेरो गीत हो। 1000 भन्दा धेरै छ गीतहरू मेरो। त्यसमा मैले कहिल्यै तपाईँको छैन कि यो जातिले त्यो जातिले यस्तो गर्नुपर्छ, यसले यस्तो यस्तो गर्नुपर्छ, झगडा गर्नुपर्छ, कुट्टा कुट्टा काट आगजनी तहल्का मचाउनुपर्छ भनेको छैन। मैले के भनिरहेको छु, सबै मिलौँ, तपाईँले एउटा ढुङ्गा टिलिदेऊ, म अर्को ढुङ्गा थपौँला, यो देशलाई बचाउन तिमीलाई ठुलो बनाउनु। यस्ता गीतहरू छन् है। जसले दिँदा पनि भयो, एउटा ढुङ्गा पास गरेर दिँदा भयो, मलाई बाहुनले दिँदा पनि भयो, छेत्रीले दिँदा पनि भयो होइन, तपाईँको चाहिँ के अरे जसले दिँदा पनि भयो, राईले दिँदा पनि भयो, लिम्बूले मगरले होइन, तपाईँको तामाङले जसले दिँदा पनि भयो, मलाई ढुङ्गा चाहियो निर्माण गर्नु छ। त्यो चिज हो है। यो देश बनाउनका लागि हामी सबैजनाले बुझ्नु जरुरी छ। हाम्रो देशले किन उन्नति प्रगति गरेन भन्दा हामीलाई फुटाइदिएको छ क्या। नम्बर 1 मा हामीलाई जातिले फुटाइदिएको छ। जातिले फुटेन भने पार्टी लगाइदिएको। पार्टी लागिसकेपछि चाहिँ बाउ छोराकै द्वन्द हुन्छ है। बाउ एमालेको हुन्छ, छोरा कङ्ग्रेसको हुन्छ, नाति रासपाको हुन्छ होइन। पनाति चाहिँ श्रम संस्कृति हुन्छ, केही छैन है। अनि बाउले छोराको कुरा सुन्दैन, छोराले बाउको कुरा सुन्दैन, पार्टी मिलेन नि। सुरुमा त जाति लगाइदियो होइन। जातिले फुट्यो भने फुटिहाल्यो, नत्र पार्टी लगाइदिनु भने पार्टीले लगाएको त निश्चित फुटियो। अनि जाति पार्टी विभिन्न कुराले फुटिसकेपछि चाहिँ हामी एकअर्कासँग कहिले त मिल्दैन, मिल्छौँ मिल्दैन। अनि एउटा बिरुवा रोप्न जाउँ भनौँ भने जानु त्यो पार्टी त्यसले रोपेछ, राति गएर उखेल्नुपर्छ। बुद्धि हेर न, बुद्धि हेर न है। एकले त्यस्तो गर्दैछ, निर्माणको मुद्दा लगाऊ, मुद्दा 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 हाता है। काम गर्ने मान्छेलाई खोइ त नि तपाईँको चाहिँ होइन प्रोत्साहन। अब मैले यसो कुरा गर्दाखेरि त्यो तपाईँको चाहिँ लाइभमा के अरे तपाईँको क्लिपमा ट्रोल पनि बनाउँछ। तर श्रमदान गरेर श्रमदान गराएर हजार मान्छेलाई भिड पाखा दुनियाँमा काम गराएर वर्ल्ड रेकर्ड राख्ने मान्छे हो नि म त। खोइ त राज्यले मलाई पुरस्कार दिनु पर्दैन, खोइ त थ्याङ्क यू मात्रै भन्दा पनि हुन्थ्यो जस्तो लाग्छ क्या। के को थ्याङ्क यू भन्छ, मुद्दाको मुद्दा होइन। किन फुल रोपेको, किन त्यो पानी खुवाएको, के तरिकाले अख्तियारले लेखेकै। पछि त साह्रै मलाई वाक्कै लागेको थियो, तर यस्तो भयो है। कसरी ल्याइस् पानी भन्छ, घुमाउँदै घुमाउँदै डाँडा पाखा ओहो भन्दै ल्याइयो है, कहिले के भन्दै टिलामा पठाएँ, त्यहाँदेखि चुप लाग्यो। अर्कोचोटि चाहिँ पठायो भने चाहिँ होइन, अब गाली भाली त गर्नु मिल्दैन होला
होइन त्यस्तो केही लेखेर पठाउँछु जस्तो लागेको थियो क्या। त्यति दुःख गरेर तपाईँको चाहिँ देश बनाउनु लाग्ने मान्छेलाई प्रोत्साहन छैन। फेरि पनि के हो त भन्दाखेरि यो चाहिँ घुमेर आउँछ कहाँ भन्दाखेरि कलियुग हो है। र त्यसमाथि पनि हाम्रो नेपालमा हामीलाई फुटाएको छ, हामी फुट्नु हुँदैन, म त्यो भन्न चाहन्छु। र अब यो पत्रकारजीले भन्दै कता जानुभयो के हो हर्कबादमा चाहिँ भन्नुहुन्छ होइन। यो हामीले विदेशी सिद्धान्त पढेर विदेशी जस्तो भन्यो क्या। मेरो आरोप भने पनि असन्तुष्टि असहमति भने पनि त्यो चिज हो है। विदेशीले लेखेको किताब, विदेशीले तपाईँको प्रतिपादन गरेको सिद्धान्त त्यो घोक्नुपर्ने, यसरी घोक्नुपर्ने होइन। कति वर्ष घोक्नुपर्ने, प्रशिक्षण भन्नुपर्ने, के भन्नुपर्ने। तर त्यो विदेशीको सिद्धान्त पढेर पनि खोइ त हामीले हाम्रो देशलाई उँभो लगाएको। उल्टो हामीले के भन्यौँ भन्दा देशलाई माया नगर्ने भन्यो है। त्यसले गर्दाखेरि यही देशको तपाईँको चाहिँ माटोसँग जोड्नको लागि श्रम संस्कृति पार्टी खोलिसकेपछि एउटा सिद्धान्त चाहिन्छ भन्ने कुरा भनिसकेपछि हाम्रो जीवन चाहिँ प्रकृति, संस्कृति र प्रविधिको अन्तर्सम्बन्ध हो। त्यो प्रविधि, संस्कृति र प्रकृति मध्ये तीनटा मध्ये एउटा छैन भने हाम्रो जीवन चल्दैन भन्ने एउटा बुझाइ हो तपाईँको हाम्रो यो सिद्धान्त। र त्यसलाई चलायमान राख्नका लागि, हाम्रो जीवनलाई चलायमान राख्नका लागि चाहिँ श्रम चाहिँ सर्वोपरि शक्ति हो। श्रम नै सर्वोपरि शक्ति हो। श्रम मात्रै सर्वोपरि शक्ति हो। हामीले श्रम गरेनौँ भने हुँदैन है भन्ने जुन हाम्रो चाहिँ एउटा तपाईँको चाहिँ एउटा छोटोमा बुझ्दाखेरि त्यति हो, जुन चाहिँ एउटा मान्यता है। तर त्यो मान्यता अन्तर्गत हामीले काम गर्नुपर्छ। हामीले काम गर्दाखेरि प्रकृतिको नाश गरेर काम गर्नु हुँदैन, संस्कृतिको नाश गरेर विकास गर्छु भनेर पनि हुँदैन है। अब जस्तै यहाँनिर तपाईँको छैन त्यो बिहारमा अघि देखेको संरचना भत्काएर त्यहाँ ठुलो बिल्डिङ बनाउनुलाई चाहिँ हामी फेरि विकास भन्दैन। त्यो संस्कृति हो नि त, हाम्रो मौलिकता हो नि त। नेपाल भनेको मौलिकता हो। हाम्रो मौलिक तपाईँको छैन परम्परा, हाम्रो मौलिक रीतिरिवाज, हाम्रा छैन मौलिक विश्वास र यी कुराहरू हराएर गयो भने नेपाल भनेको नेपाल रहँदैन। त्यसले गर्दाखेरि त्यो संस्कृतिलाई पनि बचाएर, प्रकृतिलाई पनि बचाएर है प्रविधि सँगसँगै अगाडि बढ्नु नै विकास, तपाईँको चाहिँ विकास हो। र त्यसरी हामी बढ्नुपर्छ भन्ने हाम्रो एउटा सिद्धान्त छ। अनि त्यसले हर्कबाद चाहिँ किन भनेको त भन्दाखेरि मार्क्सले मार्क्सवाद भन्दा हुन्छ भने हर्कबाद किन नभन्ने भनेको है। तर त्यहाँ हर्क भन्ने शब्दको कहीँ कतै जिकर छैन। हर्क साम्पाको अनुहार, हर्क साम्पाको अभियान भन्ने कुरा केही पनि छैन। तर त्यो सिद्धान्त, त्यो मान्यता चाहिँ मैले प्रतिपादन गरेको, मैले त्यहाँ तपाईँको चाहिँ इन्ट्रोड्युस गरेको कारणले मेरो नाम त्यहाँ होस् न त भनेर चाहिँ अब त्यो सरहरूले पनि लेख्नु भएको छ होइन, विजय मिश्र सरहरू। मैले लेख्नु कि लेख्नु भनेर आग्रह गरेको चाहिँ होइन, साथीमा हात राखेर भन्छु, उहाँले आफै लेख्नु भएको छ। फेरि अर्को किताब पनि लेख्छु भन्नुहुन्छ, फेरि अरू पनि 2-4जनाले लेख्दै हुनुहुन्छ। लेख्नलाई लेख्न थियो होइन, मनको तपाईँको चाहिँ इच्छा पुरा गर्न थियो, त्यो चिज हो। अब यो हामी यहाँनिर आज भेला हुनुको कारण चाहिँ हाम्रो सङ्गठन अलिक मजबुत होस् भन्न खातिर पनि हो। तपाईँ हामी यसरी फेस टु फेस हेर्दाखेरि अलिक राम्रो महसुस हुन्छ होला भन्ने आशाले पनि हामी आएको छौँ। अब यो श्रम संस्कृति भन्ने बित्तिकै धेरै जसो चाहिँ यसले सामाजिक तपाईँको चाहिँ रूपान्तरणको कुरा गर्छ, चेतनाको कुरा, जागरणको कुराहरू गर्छ। तर चेतना र जागरण गरेर हामी आफैले मात्रै तपाईँको पर बसेर पाखामा बिरुवा रोप्दैमा है 2-4 लाख, एउटा चाहिँ श्रम गरेर पार्क बनाउँदैमा हाम्रो विचार चाहिँ राष्ट्रिय नीति बन्न सक्दैन। तपाईँ यहाँ जति नै श्रमदान गर्नु सुर्खेतमा, मैले धरानमा जति नै श्रमदान गरौँ, तर तपाईँ हामी जबसम्म यो देशको नीति तथा कार्यक्रम बनाउने ठाउँमा हामी संसदमा पुग्दैनौँ, सरकारमा पुग्दैनौँ, तबसम्म हाम्रो तपाईँको चाहिँ अभियानले चाहिँ होइन तपाईँको चाहिँ मुटुबाट सञ्चालित रगत जस्तो सबैतिर देशभर पुग्न सक्दैन। त्यो सुर्खेतमै सीमित होला, धरानमै सीमित होला। मैले यदि पार्टी नखोलेको भए म यहाँ आउँदिनँ थिएँ है। धरानमै एउटा पाखामा बिरुवा रोप्दै गाउँदै होइन, त्यहाँ हाम्रो छँदैछ एउटा टिम, त्यो टिमसँग रमाउँदै बस्छ। त्यसले गर्दाखेरि चाहिँ अब हामीले एउटा पार्टी नै खोलेर
होइन, राजनीतिमा भाग लिउँ, चुनावमा भाग लिउँ भनेर चाहिँ हामीले मनसा राख्यौँ र त्यसका लागि चाहिँ सङ्गठन चाहिन्छ र त्यो सङ्गठन व्यवस्थित होस्। म यहाँ सबैजनालाई हार्दिक शुभकामना दिन चाहन्छु। समितिहरू बनाउँदाखेरि समावेशी बनाउनुपर्छ, होइन, एउटै जातिको मात्रै, एउटै साथीको लाइनको मात्रै होइन, समावेशी बनाउनुपर्छ। यहाँका समितिहरू पनि हरेक तहका समितिहरू, यो प्रदेशका हरेक तहका समितिहरू पनि तपाईँको चाहिँ समावेशी हो। म सबैजनालाई वेलकम गर्न चाहन्छु। यो देश बनाउने कुरा हो, यो देश मेरो मात्रै होइन, यो देश मेरो मात्रै हो। म एक्लैले बनाउनु सक्ने भने घरमा बसेर भुइँ माथिबाट बनाउँछु मैले, तर म एक्लै बनाउनु सक्ने। यहाँ मलाई तपाईँको खाँचो छ, होइन, तपाईँ जस्ता मानिसहरूको खाँचो छ, तपाईँ जस्ता सच्चा देशभक्त श्रमदाताको खाँचो छ। त्यसले गर्दाखेरि तपाईँले जोडिनु है, भूमिका बाँडेर अगाडि बढौँ। अध्यक्ष मात्रै, ठुलो अध्यक्षले मात्रै काम गर्छ भन्ने कुरा होइन। म यहाँलाई एउटा कुरा मैले भनिराखेकै कुरा यहाँ पनि दोहोऱ्याएर भन्छु। हाम्रो पार्टी यस्तो पार्टी जहाँ नेता हुँदैन, कार्यकर्ता हुँदैन। यहाँ हर्क सान्ताम नेता होइन। यो पार्टीको जन्मदाता मै हो। मेरै विचारबाट, मेरै अगुवाईबाट यो कुराहरू फैलिराखेको कुरा छ। म आफै पनि नेता होइन, तपाईँले मलाई नेता नबन्नु, म श्रमदाता हो है। भनिसकेपछि यहाँ को बस्ने, उता सिक्न तर बाहिर उभिने, होइन, युवा चाहिँ ऊ चाहिँ मेरो कार्यकर्ता हो भनेर मैले कहिले सोचेको उभिनँ। उहाँ पनि श्रमदातै हो है। हामी एउटा मौरीको हुल जस्तो भएर है, विभिन्न टाढा टाढा गएर चाहिँ मह लिएर चाहिँ जसरी हजारौँ वर्ष नबिग्रिने मौरीले मह लगाउँछ, त्यस्तो मह बनाउनुपर्छ यो देशलाई। त्यस्तो खालको चाहिँ नि, होइन, उर्वरा देश, त्यस्तो खालको सम्भावना भएको देश बनाउनुपर्छ। म यहाँ सबैजनालाई त्यो भन्न चाहन्छु। त्यसले गर्दाखेरि पदमा को अगाडि जाने, को पछाडि बस्ने भन्ने कुरामा एउटा बचाउनुपर्छ भन्ने म देख्दिनँ र मेरो सुझाव त्यही छ। यहाँ त्यसरी जानु होला, मेरो सुझाव म त्यो राख्न चाहन्छु। अब स्थानीय चुनाव आउन आँटेको छ, स्थानीय चुनाव आउन आँटेको छ। पालिकातिर हामीले जित्नुपर्छ, हाम्रो उम्मेदवारले जित्नुपर्छ। चुनाव चाहिँ अन्जुलीको माटो बोक्ने मान्छेले जित्नुपर्छ है। किन भन्दाखेरि जहाँ हाम्रो उम्मेदवारले जित्छ त्यहाँ 10 लाख रुपियाँ बजेट छुट्यो भने हामी 15 लाखको काम, 13 लाखको काम गर्छौँ थोरैमा। किनभने त्यहाँ श्रमदान पनि मिल्छ। श्रमदानबाट बनाएका कुराहरू टिकाउ हुन्छन्। श्रमदान किन आवश्यक छ भन्दाखेरि यो देश मेरो पनि हो, म पनि पसिना बगाउँछु भन्ने हो। र ठेकापट्टाबाट पनि बन्छ बन्न त, टेन्डर सेन्टरबाट पनि बन्छ, तर श्रमदानबाट पनि हामीले बनाउनुपर्छ। एकातिर श्रमदानको विकासको अभियान अगाडि बढ्नुपर्छ, एकातिर तपाईँको छैन ठेकापट्टाबाट अगाडि, ठेकापट्टाबाट पनि बन्नै पर्छ। फेरि सबै श्रमदानबाट हुँदैन। यदि दुई साइडबाट दोब्बर काम गर्ने हो भने श्रमदाताले जिताउनुपर्छ। म मिडियाबाट त्यो भन्न चाहन्छु है, म त्यो भन्न चाहन्छु। र त्यस्ता खालका श्रमदाताहरूलाई हामीले चाहिँ नेपालीका प्रमुखहरू बनायो भने म यहाँ सबैजनालाई भन्न चाहन्छु र सबैजना यहाँ आबद्ध भएकाहरूलाई पनि भन्न चाहन्छु। पैसा कमाउने धेरै तपाईँले यहाँ आउनु भएको छ भने तपाईँहरू निस्केर गइहाल्नु है। पैसा कमाउने धेरै होइन यो, होइन। 5 लाखको बजेट ल्याउँछु अनि 2 लाख चाहिँ गोजीमा हालेर 3 लाखको काम गर्छु अनि बिल चाहिँ 5 लाखकै पेस गर्छु भनेर तपाईँले यदि गर्नुभएको छ भने मलाई विश्वास छ श्रमदाता त्यस्तो छैन। तर कोही कसै त्यसरी आउनु खोज्दै हुनुहुन्छ भने तपाईँ नआउनुहोस्। हामीले त्यो प्रमाणित गऱ्यौँ भने, मैले फेरि भने श्रमदातालाई उम्मेदवार बनाएर त्यो मान्छेले भ्रष्टाचार गर्यो भने त्यो मान्छेलाई खम्बामा बाँधेर मोसो दलेर जुत्ताको माला लगाउनलाई चाहिँ मै आएको छु है। देशैभरि यही हो, हाम्रो घोषणा यही हो। भ्रष्टाचार भनेपछि त्यति धेरै घृणा छ क्या मलाई चाहिँ। म धरानमा चुनाव जित्दिनँ नि थियो होला, मैले यही कुरा भनेको थिएँ। 1 रुपियाँ मात्रै मैले तपाईँ भ्रष्टाचार गरेको प्रमाणित भएको दिन म रिजाइन गर्छु। मलाई तान्दै लगेर भानुचोक भन्छ, धरानको मेन चोक, त्यहाँ भानुचोकको भानुभक्तको मूर्ति अगाडि बाँधेर कुट्नु, मोसो लगाइदिनु, ठुक्नु, के गर्ने दिनभरि गर्नु। 7 दिनमा म धरान छोड्छु, मेरो 7 पुस्ताले धरान टेक्दैन। मैले यो दिएको थिएँ क्या एउटा प्रतिबद्धता। त्यो प्रतिबद्धतालाई तपाईँको चाहिँ विश्वास गरेर धरानी जनताले मलाई भोट दिनुभयो, मलाई लाग्छ होला। उहाँहरूलाई तर विश्वास थिएन यो मान्छेले यत्रो काम गर्छ भनेर विश्वास थिएन। तर उहाँहरूलाई के चाहिँ थियो भने यसले बनाएको नबनाएको बिगारेर चाहिँ खाँदैन है, बेचेर चाहिँ खाँदैन, रुई राख्छ, यो पाले हो है, यसलाई चाहिँ धरान रुङ्गाको लागि डन्ठातिर उभ्याउने भन्ने हिसाबले मलाई भोट दिएको। तर मैले यति धेरै काम गरेर देखाएँ होइन,
कि अर्को पार्टी पनि तपाईँ नै गर्नुपर्छ भन्दै त्यो हुनुहुन्थ्यो। मलाई अब दोहोरीले मन थिएन होइन, यही कार्यकाल पनि पुरा नगरी म माथि जानु पर्यो भन्नुको मतलब त्यो निष्ठाबाट उठेको मान्छे हो है। हामीलाई धेरै होइन, 1 रुपियाँ मात्रै पनि भ्रष्टाचार गरेको होइन तपाईँले प्रमाणित चाहिँ गर्नुपर्छ। तर फेरि आरोप लगाएरै हुँदैन होइन, आरोप त दिमाग खोसिएकोले के लाउँछ। प्रमाणित भएको दिन होइन, प्रमाणित भएको दिन हामी तपाईँको चाहिँ त्यसरी अगाडि बढ्नेछौँ। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब अन्त्यमा म आइसकेँ होइन, धेरै बोलिराखेर काम छैन, कति बोल्ने कुराले देश बन्ने हो क्या। अब अहिले मलाई के छ भने थुप्रैले मिडिया मार्फत भन्दैछु है, के भन्नुहुन्छ भने सरकारको विरोध गरेका छ, बालनजीको विरोध गरेका छ भन्नुहुन्छ। मैले बालनको विरोध गरेका होइन, त्यो प्रधानमन्त्री भन्ने पदलाई चाहिँ संसदप्रति जवाफदेही बनाउनु खोजेको है। संसदलाई भइराखेको संसदलाई विघटन गर्नुपर्छ भनेर भन्ने केपी ओली र त्यो संसदमा म जाँदिन के गर्छ त्यो संसदभन्दा ठुलोमा हो भन्ने बारेमा के फरक भयो? अब केही फरक देख्दिन आउँदै आउँदैन उभिँदा होइन, उभिरहन्छु म त है। घरको मान्छे यस्तो मान्छे हो, यो औँलाले कोटाउँदा यो भिडता छेडेर देखाउँछस् भने पनि पछि हट्दिन, कोटाउनु छेडेर देखाउँछ है। बालेनजी आउनुहुन्न, म बोलाएकै गर्छ। उहाँ जति आउनुहुन्न म बोलाएको 5 वर्ष बोलाउँछस् भन्नुहुन्छ, 5 वर्ष बोलाउँछ, 5 वर्ष 5 दिन बोलाउँछ मिल्छ भने है। संसद विघटन गर्न खोज्ने केपी ओली र संसदलाई हेप्ने, संसदमा जाँदै नजाने यो के होइन यिनीहरू मै हो सबै भन्ने बालेनजीमा केही पनि फरक मात्रै देख्छु। त्यस्तो अहङ्कारी बन्नु हुँदैन। म उहाँलाई यहाँबाट पनि भन्न चाहन्छु, एक खालको मेरो साथी पनि हो, साथी त हाम्रो ऊ पनि छ है। तर साथी त के, मेरो बाउ नै प्रधानमन्त्री भएको थियो भने पनि मेरो बाउ तपाईँको चाहिँ रोस्टरमा आएर नबोलिकन म सांसद भएको भने मेरो बाउकै विरुद्धमा म नारा लगाएको साथी के है। आउनु पर्दैन प्रधानमन्त्री, जनताको तपाईँको के अरे संसदमा आएर बोल्नु पर्दैन, जनताको उत्तर दिनु पर्दैन, त्यो चिज हो। मैले कसैको विरोध गरेको छैन, जिम्मेवारी पालन गरेको बनाएको। यहाँ सबैलाई धैर्यताको लागि धन्यवाद दिन चाहन्छु। र अब अन्तिममा त्यही त यो सङ्घीयता खारेज गर्ने भन्ने खालको के भन्ने खालको कुरा छ। सङ्घीयताको खारेजी हामीलाई चाहिँ स्वीकार्य छैन है, सङ्घीयता खारेज गरेको हुँदैन। त्यो सङ्घीयता ल्याउनलाई पनि हजारौँ मान्छेहरू मरेका छन् होइन। चलाउनु जान्नुपर्छ है, कसरी चलाउनु जान्नुपर्छ, म त्यो भन्न चाहन्छु। यहाँ सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अन्त्यमा एउटा मैले अब मलाई थाहा भएन है, फेरि यहाँ म भर्खर आज आउँदैछु, दोस्रो दिन मात्रै अस्ति आएँ कि गइहालेँ, मलाई यहाँ थाहा छैन के हो कसो हो कताबाट के भएर। एउटा मैले कुरा चाहिँ के सुनेँ भने बुद्धको मूर्तिले चेनले बाँधेर राखेको छ अरे भन्ने सुनेँ। के भएको रहेछ हाम्रो, मैले यहाँको मानिसज्यूलाई त्यो बुझेर मैले जानकारी गराउनको लागि पनि अनुरोध गर्न चाहन्छु। के भएको मलाई चाहिँ थाहा छैन, तर है त्यो पनि मैले एउटा सानो कुरा सुनेँ। देख्नु त देखेको छैन, तैपनि त्यो मैले सुनेँ। त्यस्तो नहोस्, सबैलाई हामीले सम्मान बराबर गरौँ। एकअर्कामा हामी जुट्नु हुँदैन, फुट्नु हुँदैन है। हामी जुट्यौँ र फुट्यौँ भने नेपाल जुट्नेछ, नेपाल फुट्नेछ, हाम्रो नानीहरू दुःख पाउनेछन्, त्यो म भन्न चाहन्छु। यति भन्दै तपाईँहरू मेरो हातबाट त्यहाँ के अरे सदस्यता पत्रहरू रहेछ, सदस्यता लिन चाहनुहुन्छ भने त्यहाँ आउनु होला, फालै है, फोटोहरू खिच्नु अनि हामी बाटो पनि लाग्छ है त। नमस्कार, शुभ दिन।